अब जस्तै कि हाम्रो चाहिँ धरानको मेरो अर्को साम्पाङज्यूको पनि त्यो खालको प्रतिक्रिया आउँछ यसरी चाहिँ प्रतिक्रिया नदिए हुन्थ्यो नि भनेर पनि भन्छन् नि सर कस्तो लाग्छ किन नदिने प्रतिक्रिया दिने मात्र होइन मैले त पायो भने ठोकिदिन्छु पनि भनेको छु होइन अब भेट हुँदैन अब फेसबुकमा ठोकेर भएन यो खानेकुरामा पनि मैले केही पनि वास्ता गरेँ भोक लाग्यो भने जे छ त्यो भोक लाग्दैन कुनै संस्थाले सम्मानपूर्वक दिएको मायाको चिनो मेडललाई तपाईँले सजिलैसँग बिक्री गरिदिनु भयो के भन्नुहुन्छ यसमा बिक्री गर्ने होइन काम नलाग्ने मायाको सम्झनाहरू टिपेर पनि फालेको छ अब जेसुकै गरोस् मलाई राजनीतिसँग वास्ता छैन देश र राज्यबाट के कुराको आशा छ हजुरलाई केही आशा छैन तपाईँ पछिल्लो समय खुसी हुनुभएको हाँस्नु भएको कुनै पल मलाई भनिदिनुहोस् कतिखेर तपाईँ हाँस्नुहुन्छ सधैँ उहाँले के ठुलै निर्णय गर्यो भन्ने ठाने कि मन्त्री हुनुहुन्छ अहिलेसम्म त्रिभुवन विश्वविद्यालय नीति तथा कार्यक्रम धरि ल्याएको छैन के भन्नुहुन्छ अब त्यो त प्रयास गर्दैछन् त्यहाँ चिनेहरूले होइन अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने घरको सम्पादक त अब जेनजी उमेरमा परेन ढङ्ग ल्याएन भने त्यो पार्टी खोलेको केही अर्थ हुँदैन कसैको पार्टीमा अहिले जानु सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला अरे ज्योतिषीको कुरा नगरेन हो अब 32 वर्षसम्म म त पालिएको छु 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म होइन हावा र पानी खाएर बाँचेको छैन होला किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला आर यु कमेडी मी ले त चप्पल लाउन सक्दैन फाटेकै चप्पल लाउँछ कोट लाउन सक्दैन तर तपाईहरूले त 1000 2000 को जुत्ता त लाउन सक्नुहुन्छ हैन तपाईहरूले सक्दै हुँदा नि चप्पलमा किन हिँड्नुहुन्छ यो पनि एउटा लोकप्रियतावाद हो कि भनेर प्रश्न उठिरहेको ए साथीहरु त हावा रहेछ उसो भए घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ यो चुनाव चाहिँ होला कि नहोला त हुन्छ एकदम गोजेर हुन्छ चुनाव 1 लाख 2 लाख 3 लाख भ्यूज आउँदाखेरि पनि पैसा आउँदैन त मन्त्रीज्यू के निर्णय भयो आज निर्णय होइन सानो तिनो कुरा मन्त्रालय आउँछु भन्ने छैन सपना छैन कसैले टिपेर ल्यायो भने फेरि आउने हो पत्रकारहरूको काम भनेको के भइरहेछ भने कसले कहाँ हग्यो कसले कहाँ पाद्यो कसले कहाँ गएर मुत्यो भन्ने अब तपाईँ गाडी गाड बिना हिँड्दाखेरि त समस्या होला नि त आउँदैन गाड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् घुम्न जाऊ भनेको छु मैले चाहिँदैन तपाईँलाई क्वार्टर पनि नचाहिने भने मन्त्री क्वार्टरमा गएर आनन्दसँग बस्यो हुन्थ्यो नि त किन मन्त्रालयमा बस्नुभयो कहाँ छ र मन्त्री क्वार्टर सबै जलाइसक्यो निजी निवास छैन निजी निवास कहाँ छ त निजी निवास आविष्कार केन्द्र छ नि मन्त्रालयमै बस्नु हो यहीँ सुत्नुहुन्छ आफ्नो घरमा बस्नलाई आफ्नो घर हुनु पर्यो होइन गाडीमा चढ्नलाई आफ्नो गाडी हुनु पर्यो अब तपाईँहरू जस्तो ठुलो बङ्गला खोजेर होइन गाडीमा मेरो पनि केही छैन म पनि 18-20 घण्टा काम गर्छु तपाईँ जस्तै हो घरमा त बस्नुहुन्छ नि मलाई एकजनाले के भन्नुभएको थियो अमेरिकामा पनि तपाईँले कहिले कपडा किन्नु भएन अरूले दिएको कपडा लाउनु भयो हो मेरो कोठा छेउमा अर्को एउटा खैरे केटाको कोठा थियो उसले चाहिँ त्यो राम्रो राम्रो यस्तो कमिजहरू चाहिँ झोलामा हालेर त्यो लाएर यसो गरेर त्यहाँ उतापट्टि त्यो चाहिँ फोहोर फाल्ने उसमा ठ्याक्कै हाल्यो मैले देखेँ मेरो अगाडि देखेँ
अनि मैले भने किन फालेको भनेको चाहिँदैन भने खै यसले त हेरौँ भनेर मैले यसो हेर्दाखेरि त राम्रो छ, हेर्नुहोस् राम्रो छ, कमिज छ है, सर्टहरू छ, टी सर्टहरू छ है, त्यस्तो फाल्ने म लाउँछु भनेर मैले त्यहाँबाट सुरु गरेको हो। है अहिले पनि नेपालमा पनि किन्नु भएको छैन कपडा? कहाँ किनेको त? अस्तित्वमा शपथ ग्रहण समारोहमा जाँदाखेरि दौरा सुरुवाल लगाउनु भयो, साथीहरूले ल्याए